एउटा एग्रेसन पनि हुनुपर्छ, एउटा होइन म खतरा हो भन्ने एउटा आँट पनि हुनुपर्छ, त्यो डिटर्मिनेसन सबै कुराहरू हुनुपर्छ भन्ने कुरालाई प्रीतिको चाहिँ एउटा त्यो मैदानको वाला क्या मलाई इन्ट्रेस्टिङ लाग्छ क्या। त्यो एउटा खेलाडीलाई यता औल भिडौँ भनेर वाला चाहिँ खत्रै लाग्छ क्या। त्यो भनेको एउटा स्पोर्ट्सम्यानसिपभित्रको एउटा कन्फिडेन्स पनि हो जस्तो लाग्छ मलाई। साथसाथै अब प्रतिस्पर्धा हो नि होइन होइन, एक खालको त हार जितको खेल हो नि त, म पनि सक्छु होइन भने त्यो के चिजले अब अहिले हाम्रो टेलिभिजन स्क्रिन छैन, फुटेको छ नभए त्यो देखाउनु मध्ये क्या मलाई त्यो टक्क 2-3जनाले छलायो, उसले लडायो होइन तिमीलाई, अनि तिमी फेरि उठेपछि बल आफ्नो नियन्त्रणमा भएपछि आइज एकचोटि। होइन त्यसरी त एकदमै म अब फुटबल चाहिँ एकदम मेन्टल गेम पनि हो जस्तो लाग्छ त्यहाँ चाहिँ। ओके। अब फिजिकल्ली चाहिँ अब पछि गेम हेर्दाखेरि चाहिँ अब गेम वाइज अब मैले नै डोमिनेट गरेर रहेछु उसलाई, तर त्यो फिल्डमा चाहिँ अब प्रेसरले भनौँ कि के भनौँ, मलाई चाहिँ के फिल भइरहेको थियो, उसले चाहिँ मलाई डोमिनेट गरिरहेको थियो, त्यो फिल भएको थियो मलाई चाहिँ। ए ओके, मैदानमा चाहिँ हजुर हजुर मलाई चाहिँ त्यो फिल भएको थियो। अब तर पछि गेम हेर्दा चाहिँ होइन मैले नै उस गरेर रहेछु, धेरै बलहरू खोसिरहेको रहेछु, मैले चाहिँ डोमिनेट गरेर रहेछु भन्ने भयो। त्यही भएर त्यतिखेर चाहिँ अनि फर्स्ट हाफ चाहिँ मलाई अनि स्कोर पनि निक्लिरहेको थिएन, किनभने अब जे पनि हुनसक्छ नि त, अब जित्नै पर्ने गेम। अनि हाफ टाइममा यसो सोचेँ उसले मलाई डोमिनेट गरिरहेछ, मैले केही गर्नुपर्छ, यतिकै दबिनु हुँदैन, फिजिकल्ली पनि उनीहरूले मलाई भ्याइरहेछ फिल भयो। अनि त्यो चाहिँ अब आफूलाई चाहिँ कसो भनौँ, अब आफ्नै कन्फिडेन्स बढाउनुलाई चाहिँ मैले त्यो गरेको। उसलाई अब डोमिनेट गर्नुभन्दा पनि त्यो आफूलाई चाहिँ त्यो आफू कन्फिडेन्स छु, म सक्छु भन्ने त्यो आफूलाई त्यो गरेको। कमन लेट्स प्ले, आउँ एकचोटि भिडौँ भने जस्तै हो नि त। बल मेरो नियन्त्रणमा चाहिँ एकचोटि ट्राई गरेर म तिमीलाई छकाउँछु भन्ने मेन्टालिटी होला क्या त्यो। हजुर हजुर, त्यो चाहिँ अब आफूलाई च्यालेन्ज पनि गरेको भयो।